यो मान्छेहरुलाई आफूलाई पढ्दाखेरि एउटा भनाइ र अरूलाई पढ्दा अर्को भनाइ किन आउँछ थाहा छैन। यहाँनिर म दुईटा क्लिप देखाउँदैछु गृहमन्त्री लेखकको। एउटा अहिले आफूलाई आरोप लाग्दाखेरि उहाँले के भन्दै हुनुहुन्छ र अर्को यो भन्दा अगाडि अरूलाई त्यही आरोप लाग्दाखेरि उहाँले के भन्दै हुनुहुन्थ्यो। त्यो दुईटा क्लिप आफै हेर्नुस् र आफै डिसाइड गर्नुस्। मेरा विरुद्धमा नियोजित र षड्यन्त्रमूलक ढंगबाट झुट्टा प्रचारबाजी भइरहेको छ। म सबैलाई के आग्रह गर्न चाहन्छु भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै होइन, मेरो सार्वजनिक जीवनमा, मेरो राजनीतिक जीवनमा यदि एउटा मात्रै पनि मैले आर्थिक अनियमितता गरेको प्रमाणित कसैले गर्यो भने, प्रमाणित भयो भने म पदबाट होइन म राजनीतिबाट राजीनामा दिन्छु। म यो आग्रह गर्छु। यदि प्रश्न उठ्यो राज्यको कुनै सक्षम निकायले यदि अनुसन्धान गर्नुपर्ने स्थिति भयो भने त्यस्तो माननीय मन्त्रीजी मन्त्रीको पदमा रहन रहनुहुन्न, त्यसकारण उहाँले राजीनामा गर्नुपर्छ भन्ने कुरा पनि हामीले उठाउँदै आएका छौं। यस्ता विषयमा मन्त्रीका माथि प्रश्न उठ्दा आजसम्म के भयो? एक पटक माननीय रामशरण महतजी अर्थमन्त्री भएका बेला उहाँका माथि प्रश्न उठेको छ। विदेशी बैंकमा खाता छ, उहाँले चाहिँ त राजीनामा दिनुपर्छ भन्ने प्रश्न उठ्दा माननीय रामशरण महतले राजीनामा दिनुभएको छ। यसै संसदको इतिहास। माननीय शेरबहादुर तामाङजी मन्त्री हुँदा उहाँले बोल्दाखेरि के कुरा बिग्रियो, बेठिक बोल्नुभयो भनेर प्रश्न उठेको छ, उहाँले राजीनामा दिनुभएको छ। त्यो पनि संसदको इतिहासमा छ। माननीय गोकुल बास्कोटाजी अहिले पनि माननीय सदस्य हुनुहुन्छ, उहाँका माथि प्रश्न उठेको छ। छानबिन गर्नका लागि उहाँले मार्ग प्रशस्त गर्नु भएको छ, राजीनामा दिनुभएको छ। त्यो पनि यसै संसदको इतिहास। अर्को एउटा कुरा छ, माननीय भरत मोहन अधिकारीजीले अर्थमन्त्रीका रूपमा यहाँ बजेट प्रस्तुत गर्दा बजेटका माथि प्रश्न उठेको छ, छानबिन समिति गठन भएको छ। यही संसदमा त्यो पनि इतिहास। माननीय विष्णु पौडेलजीले अर्थ विधेयक, विनियोजन विधेयक बजेट प्रस्तुत गर्दा बजेटका माथि प्रश्न उठेको छ, छानबिन समिति गठन भएको छ, छानबिन भएको छ। त्यो पनि यो संसदको इतिहासमा छ। पछिल्लो पटक माननीय जनार्दन शर्माजीले बजेट प्रस्तुत गर्दा उहाँका माथि प्रश्न उठेको छ, उहाँले राजीनामा गर्नु भएको छ र यहाँ छानबिन समिति गठन भएको छ। यो राजीनामा गर्दा कहिले नेपाली कांग्रेसको सरकार छ, कहिले नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादी एमालेको सरकार छ। यो इतिहासमा दर्ज भएका घटना हो। अब एउटा नयाँ विषय प्रवेश गरेको छ। मेरो नेता सम्माननीय प्रधानमन्त्रीजीले कुनै प्रमाण छैन भन्दै हुनुहुन्छ। म भन्छु